दुर्गा प्रसादलाई कसैले नराम्रो भन्छन् त्यसको हात र खुट्टा काटिन्छ फेरि दुर्गा प्रसादलाई अराजक नभन्नु है दुर्गा प्रसादलाई अराजक नभन्नु फेरि दुर्गा प्रसाद भनेको यो नेपालको छ नि राजा हो फेरि ओके जस्तो आज दुर्गा प्रसाद चाहिँ फलफुल खाएर फरार हुनुभयो भने खालका समाचार कस्तो फलफुल कस्तो मलाई हिजो त के गर्दा दुर्गा दाइलाई लगेर भेनमा राखे फेरि त्यही पुलिसले किन छोडेको त किन छोडेको दाइलाई त समातेको भिडियो आएको छ त किन छोडेको त दुर्गा प्रसाद फरार भएको हो त भेनमा लगेर राखेको छ दाइलाई ग्यास छोडेछ यार म त बौला भयो त्यसपछि मैले गाडी हन्काइदियो भने त दाइले आफै चलाइराख्नु भएको छ दुर्गा ड्राइभर हटाएर आफै चलाउँदैन त भनेको मान्छेको अनुहारमा ग्यास फालेपछि ग्यास त्यसरी फाल्ने हो त मान्छेलाई हुँदैन तपाईलाई फाल्नु तपाईले त पुरा तपाईलाई फट्ट भयो हिजो त्यो भाइले त्यही भएको बिचरा त्यो गाडी छ नि दुर्गा प्रसाद चलाइराख्नु भएको खास त्यो गाडी कहाँ लिने योजना हो संसद भवन हो संसद भवन हैन हाम्रो राज दरबार छिरोनी योजना हाम्रो राज दरबार फोर्नी योजना रोकियो तीन कुरेमै रोकियो गाडी रोकिहाल्छ नि पुलिसले माथिबाट त्यो ग्यास कि ल्यास फाले रोक्दैन भनेको पुलिसले माथिबाट फाले हो कि पुलिसले चलायो के हामीले हिजो त कति अराजक भएको हो जनताहरुलाई जाऊ दुर्गा प्रसादलाई अराजक नभन्नु है दुर्गा प्रसादलाई अराजक नभन्नु फेरि दुर्गा प्रसाद भनेको यो नेपालको छ नि राजा हो फेरि राजाको मुनि हो तर राजा हो फेरि कसैले भन्छ नि दुर्गा प्रसादलाई अराजक भन्ने अधिकार कसैलाई पनि छैन दुर्गा प्रसादलाई कसैले नराम्रो भन्छन् त्यसको हात र खुट्टा काटिन्छ फेरि एका राखोस् फेरि हो म मर्न पर्यो नि मरोस् दुर्गा प्रसाद दाइले गर्दाखेरि नि मैले यति धेरै कुटे खाएको छ हैन म यति माया गर्छु दाइलाई हैन दुर्गा प्रसादलाई अराजक भन्ने अधिकार पत्रकारलाई पनि छैन यो दुई चारवटा कमेन्ट गर्नेहरूलाई पनि छ नि एमाले सरकारलाई पनि छैन बुझ्नु भयो नि देख्यो होला नि दुर्गा प्रसादको शक्ति कतिको रहेछ भने शक्ति देख्यो होला नि त आफै गाडी एउटा किडनी फेल भएको मान्छे के अरे एउटा क्यान्सर पीडित मान्छेले यस्तो गाडी हुँदा देख्यो होला राजा आए राजा त्यहाँ पुलिसहरू ठुक्क थियो नेपाल प्रहरीहरू तिनीहरू सबै उडाइदिन्थ्यो हिजो चाहेको भए हामीले तर हामी त्यो गरेन हामी त्यो अपराधी होइन के हामीलाई चलाएपछि मात्रै हामीले ढुङ्गा प्रहार गरेको हो बुझ्नु भयो नि हामी त्यो खालको अपराधी चाहिँ होइन हामी अपराधी गर्न जन्मेको मान्छे होइन दुर्गा दाइको त के छ र एउटा के अरे क्यान्सर पीडित हो उसको त जहाँ पनि समय जहाँ पनि एउटा जनताको लागि लडेको दुर्गा प्रसाद किन खेत भन्छ यिनीहरूले त्यसो भए चाहिँ दुर्गा प्रसादलाई आम नेपाली जनताले चिन्न सकेको छैन आधा मान्छेले पहिला चिनेको थिएन 2 वर्ष अगाडि उहाँको क्रेज होइन सुन्नु 2 वर्ष अगाडि उसको क्रेज अर्कै थियो जब हिजोको आन्दोलन छ नि वाउ दुर्गा भगवानको रूप झारेको हो कि हिजो त हिजो चाहेको भए नेपाल प्रहरीले त्यस्तरी गाडी चलाएर हामी माथि चलाउँछ दिनले गाडी हिजो त तर दुर्गा प्रसाद दाइले त्यो गरेन किन गरेन कति कुटे खाए दुर्गा प्रसाद दाइको वंशहरूले त्यहाँ त्यो बढीगाले कति कुटे खाए याद गर्नु भएको छ त्यही भएर दुर्गा प्रसादलाई अराजक भन्ने अधिकार कसैलाई पनि छैन र दुर्गा प्रसादको मान्छेहरू छ नि जति पनि छ नि दुर्गा प्रसाद यो त्यो भन्छ नि दुर्गा प्रसादको घरमा मै हुन् भने मान्छे नि पैसा लिन जान्छ तर दुर्गा दाइले वास्ता गर्दैन सिधै भनिदिन्छु म ल सीसी फुटेज भोलिको दिनमा आउँछ त्यो घरबाट हैन मै हुन् भने गुण्डाहरू मै हुन् भने त्यहाँको पुलिसहरू मै हुन् भने पत्रकार त्यो धमला छ नि धमला त्यही जान्छ त्यहाँनिर रात दिन पैसा बोक्नलाई हामीलाई थाहा हुँदैन त्यो भएर अन्तर्वार्ता लिन जानु भयो अन्तर्वार्ता के भित्र गएर अन्तर्वार्ता हुन्छ त्यो प्राइभेसी कुरामा अन्तर्वार्ता हुन्छ त्यो थाहा हुँदैन हामीलाई जस्तो सरकारले चाहिँ दुर्गा प्रसादले पक्राउ गर्न खोजिरहेछ यति बेला खोजिरहेछ सरकारले ओहो दाइले फोन गरे हैन ठ्याक्कै यति बेला पक्राउ गर्न खोजिरहेछ के दुर्गा प्रसादलाई पक्रिदैन दाइलाई पक्रिँदैन दाइ सुन्नु है म इन्टरभ्यू लिएको छु अब भन पक्राउ गर्न सक्दैन त्यसो भए दुर्गा प्रसादले सरकारले किन खास त्यस्तो शक्ति छ सक्दैन अब परिचालित दुर्गा प्रसाद परिचालित कहीँबाट नि हैन परिचालित कहीँ हामी आफै हो जनताले साथ दिएको दाइलाई जनताको मान्छे हो नेपाली जनताबाट परिचालित जनता हो ओके जस्तो आज दुर्गा प्रसाद चाहिँ फलफुल खाएर फरार हुनुभयो भने खालका समाचार कस्तो फलफुल त जहिले खान्छ नि कस्तो कुरा गरेर तपाईले फलफुल खाँदैन अरूको घरमा गएर उहाँले फलफुल खानुभयो त्यसपछि फरार हुनुभयो त्यस्तो होइन त्यो चाहिँ यस्तो भन्न मिल्दैन फरार भएको छैन शर्मिला ओयाबाट दुर्गा प्रसादलाई समाउन चाहे भने नेपाल प्रहरीले जुन दुलोमा गएर मलाई ल्याएन दाइलाई ल्याउँदैन घरको दाइको त घरको भित्र फोरी गरेर मान्छे प्रहरीले समातेको छ इन्डिया भागिसक्नु भयो रे इन्डिया भागेको छैन अब इन्डियाबाट मान्छे आउँदैछ दुर्गा दाइको लागि चाहिँ लड्नलाई आउँदैछ मोदीबाले पठाउँदैछ अब